सुदूरपश्चिम प्रदेशको शैक्षिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने लक्ष्यका साथ सोफान वेस्टर्न एकाडेमी SWA कलेजले आफ्नो शैक्षिक यात्रा औपचारिक रूपमा सुरु गरेको छ। काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यस कलेजले पहिलो चरणमा सामाजिक कार्य BSW कार्यक्रम मनोवैज्ञानिक शिक्षामा केन्द्रित गरेर सञ्चालन गरेको हो। धनगढीमा आयोजित उद्घाटन समारोहमा कलेजका निर्देशक शैलेश सिंहले सुदूरपश्चिमको सामाजिक आर्थिक र मानसिक विकासका लागि दक्ष जनशक्ति आवश्यक भएकोले कलेजले सामाजिक कार्य र मनोविज्ञानलाई प्राथमिकता दिएको बताएका छन्। उनले शिक्षालाई रोजगारीसँग जोड्ने र व्यावहारिक ज्ञानमा आधारित कार्यक्रम सञ्चालन गर्नु कलेजको मुख्य उद्देश्य रहेको बताए। सोफा चाहिँ यो फरेस्ट स्कुल थाहा छ होला यता अगाडि फरेस्ट टेक्निकल कलेज थियो त्यो चाहिँ फरेस्ट टेक्निकल कलेज हटेर त्यो सोफा भइसक्यो त्यहाँ रिनोभेट भइरहेको छ त्यो सोफा ट्याक्क अगाडि चढ्दो ट्याक्क रोडकै अगाडि मायामटीको ट्याक्क अपोजिट साइडमा टोलमा हामीसँग 35,000 स्क्वायर फिटको एरियामा अनि 8 कट्टा जग्गामा चाहिँ त्यो कम्पाउन्डेड भएको 8 कट्टा जग्गामा 35,000 स्क्वायर फिटको बिल्डिङमा चाहिँ हाम्रो सोफा त्यहाँ सञ्चालनमा आउँछ। अनि अर्को कुरा दासाको ठिकको कुरा थियो। आज BSW को कुरा गर्ने हो भने हामीले एउटा भिन्न नाम सुनेका छौँ BSW काठमाडौँमा काठमाडौँ युनिभर्सिटीको कलेज चलाउँछ भन्दा सेन्ट जेभियरले चलाउँछ। किन हामीले सेन्ट जेभियरको नाम त थुप्रैले सुनेका छौँ तर सेन्ट जेभियरले चलाउने र काठमाडौँ प्लस सोफाले चलाउने फी स्ट्रक्चर यहाँ कम हुन्छ। लगभग 25-30% जति कम नै पाएको छ भने काठमाडौँमा पढाउनेको भन्दा काठमाडौँमा BSW जो जानु पर्दथ्यो त्यसभन्दा कम हुन्छ। र अर्को कुरा सरले अघि भन्नुभयो BSW अरू कलेजमा पनि थियो BSW त थियो। फर इक्जाम्पल म यो BSW थियो तर कस्तो BSW थियो भन्दा 3 years BSW एयरली सिस्टमको BSW थियो जो अपग्रेडेड थिएन। यो कस्तो भन्दा 4 एयर पनि छ अनि 3 yearमा कतिपय कलेज युनिभर्सिटीहरूको क्रेडिट आवर पनि पुग्दैन। सायद थाहा होला हामीले बाहिर ट्रान्सफर गर्न जाँदा या बाहिर हामीले पढ्न जाँदाखेरि क्रेडिट आवरमा काउन्ट हुन्छ। त्यसैले 4 year ब्याचलरमा कति क्रेडिट आवर पढ्ने। कार्यक्रममा स्थानीय बुद्धिजीवी अभिभावक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वक्ताहरूले काठमाडौँ विश्वविद्यालयको सम्बन्धन पाउनु सुदूरपश्चिमका विद्यार्थीहरूका लागि ठूलो अवसर भएको बताएका छन्। कलेजले आगामी सत्रदेखि म्यानेजमेन्ट, IT र जर्नालिजम जस्ता अन्य विषयहरू पनि सुरु गर्ने तयारी गरेको छ। अत्याधुनिक प्रयोगशाला, अनुभवी शिक्षकहरूको समूह र अन्तर्क्रियात्मक सिकाइ वातावरणका कारण SWA कलेज प्रदेशकै इमर्जिङ सेन्टर अफ एकाडेमिक एक्सलेन्सका रूपमा अगाडि बढ्ने विश्वास गरिएको छ।